हेलो गाइज वेलकम टु माई च्यानल। आज चाहिँ हामी यो के अरे तामकुदेखि झन्डै एक दिन लाग्ने बाटो आइपुगेको छौँ। हामी चाहिँ तामकु चाहिँ त्यो चार डाँडा यस्तो यस्तो भएर यस्तो गरेर टक्क त्यहाँ छ। चारवटा डाँडा काटेर हामी यहाँ याफु भन्ने ठाउँमा आइसकेको छौँ। हामी चाहिँ के अरे तामकुदेखि याफुसम्मको भ्रमणमा आइयो। अरुण खोलाको दृश्य उदो छ। अनि हामी चाहिँ अब फेरि यो कुकुरहरू चाहिँ नभन्नु होइन, हामी चाहिँ यहाँ दुईजनालाई छोडेर तिनजना केटाहरू चाहिँ साथीहरू चाहिँ उता याफुको स्कुल जानु गइसकेको छ अरे। हामी चाहिँ पछि आउनुपर्ने अरे होइन गाइज। यस्तो छ इन्खेबिरहरू याफुको दृश्य होइन। पानी पर्ला जस्तो हुँदैछ। गाह्रो छ यार हिँड्दा हिजोदेखि हिँडेको। हिजो तामकोदेखि मङ्तेवा आउँदाखेरि कति 7 बजीको। अनि माइजूहरूकोमा बसेर यसो कुराकानी गरियो, गफसफ गरियो होइन। अनि फेरि आज खानासाना खाएर हामी 11 बजेदेखि हिँड्नु थालेको। 11 बजेदेखि हिँडेर चाहिँ हामी अघि 10 मिनट जति भयो हामी बसेको यहाँ। याफु आइसक्यो। याफु टेकेर पनि अब फर्किनु मन हुँदैछ। हाम्रो केटाहरूको बेहोरा नै देखाल्यो। हामीलाई त उता मङ्तेवामै छोडिराखेर केटाहरू 3जना चाहिँ एकल काटे भएर गयो। हामी दुईजनालाई छोडेर चाहिँ गयो। पानी पर्यो। हाम्रो साथीको हालत चाहिँ यस्तो छ है। भोकोले स्याक भएका छौँ। अब गोजीमा पैसा छैन रहेछ त। ला छैन के गर्नु हो। ला यतिले अब काम चलाउनु पर्ने छ। 5जनालाई यतिले पुग्छ होला है। यति पिस बिस्कुट यता ठाउँ छ कि छैन होइन गाइस। केटाहरू हामीलाई चाहिँ साथी खोज्नु एकदमै हत्तु परेको छ गाइस। के गर्नु भन्नुहोस् त। हामीलाई त यहाँ दुःख दिएको छ। मङ्तेवादेखि छुट्टिएको तिनीहरू अहिलेसम्म हामीले तिनीहरूको बासा शुद्ध भेटेको छैनौँ। हामी याफु आइपुगिसक्यौँ। अहिले फेरि उनीहरू याफुमा रहेको कुन स्कुल रे खै याफुमा भएको एउटा खै कुन स्कुल छ रे। त्यो स्कुलमा पुगिसकेर केटाहरू हामी चाहिँ सर्टकट धाउँदैछौँ। हामी जे होस् घुम्नु मजा आयो। घुमिएन त्यही पनि मजा आयो। अनि यस्तै हो। यता घरहरू टक्क सोलिङ लगाएर चिटिक्क बनाएको छ। 10 मिनट लाग्नु अनि सोलिङ जानुपर्ने रे। टेन्सन एकदमै गाह्रो छ। अब फेरि यहाँदेखि अब कहाँ हो स्कुल भन्ने जन्तु आयो मलाई गाह्रो छ। आन्टीलाई पनि सोध्यो रे। हामी चाहिँ 4 डाँडा काटियो क्या गाइस। 4 डाँडा यो 5 डाँडामा टेकिरहेको छौँ हामी। अनि हामीले फेरि कुन डाँडा कटेर फेरि पुग्नुपर्ने रे। कहाँ जाने केटाहरू कहिले नआएको फर्स्टचोटि आएको गाइस। बाटै थाहै भयो पो। अब उनीहरू भनेको त अलिक हिँड्ने खालको, हामी बुढो मान्छे।
यस्तो ठाउँ यहाँ आइपुगिसक्यौँ हामी। हेर्दैछ मलाई मेरो साथीले। हैट केटाहरू कहाँ गइसक्यो। गाह्रो छ यार। अब फेरि हेर न दुईवटा आइसक्यो। सोलिङ जानुपर्ने हो कि कुन बाटो जानुपर्ने हो? फोन गर्नुपर्ने हो र। जोडी छ त हामी त के हो गाह्रो छ हौ। साथीहरूले छोडेपछि अब गरिनँ। बाटो त फेरि यति राम्रो छैन गाइस। हिँड्दै मान्छे आएर जाने खालको के गरौँ नि दाइ। आया लडी गयो गाइस, लडी गयो। मजा आयो होइन। जिन्दगीमा यत्तिको दुःख चाहिँ पाउनुपर्छ है। गधाले पाएको नपाएको दुःख। बरु गधालाई बाटो थाहा होला कि गाइस। हामीलाई त्यहाँ गधै छोरी राखेर गयो नि त। मकै बारीतिर पो जाति यता मरि गए हरै गए। त्यहाँ खाजा किन्दै गर है केटा 5,000 को। कहाँको स्कुल झोडीभित्र हुन्छु जङ्गलभित्र तारा चाहिँ कराइरहेको लौ। हामीलाई ल्याउनु पाउने रे गाइस। अब स्कुल देखिन्छ भन्ने सोध्छ गाइस। स्कुल चाहिँ कहाँ हो थाहै छैन। रोडै हारिसक्यो स्कुल कता हो। रोड यहाँ माथि रहेछ। त्यो माथि रोड त होला नि। अब कहाँ जानु नि? ए मरि गए। स्कुल चाहिँ तल रहेछ गाइस, हेर्नु न। हामी चाहिँ फेरि झोडीतिर बसेर यहाँ गाह्रो छ। मरिगयो नि हो। बाटो रहेछ गाह्रो छ। अरूको घरतिर पाइयो त गाइस। हुन्छ गएको अब। त्यहाँ पर रोड छ। आऊ है बाटो त छ यहाँ। बाटै बाटो जानु पर्यो अब। उकालो चढ्नु थियो नि त गाइस। मकै बारी पाइयो त गएको थियो गाइस। हामीलाई चाहिँ मकै बारी डुलाएर कुरो बनाइसक्यो होइन। केटाहरूले चाहिँ तल स्कुलमा रहेछ होइन। पसिनै छोरी बनाइसक्यो हामीलाई चाहिँ। यतिको साथीहरू चाहिँ हुनुपर्छ मुलाहरू। अब उदाउँदै हेलो बेसी। अरुण थाट कता पुग्ने। उति अरुण थाट जस्तो लाग्यो। ए होइन कहाँ अरुण थाट त होइन। मरियो नि त गाइस। पसिना र यहाँ सिएर हात गाइस। अर्को हाम्रो बसे दाइ भोकले गाइस मर्नै लाग्यो गाइस। दिनभरि डुल्यो गाइस। यताको भ्यू चाहिँ हेर्नुहोस् गाइस। गाह्रो छ गाइस।
इधर उधर इधर आम्मा कति हो हाँगे रोड पनि कतिवटा हौ गाँठे यस्तो माइक्रे म त पछि त भालेलाई पो स्याहार सुसार गरेर उडाउने बनाएर चलाउँछु है हैट हुँदैन रहेछ यहाँ चाहिँ धारा छ गाइस साह्रो गोरुले जस्तै खान्छन् त अब पानी त होइन यो ठुलो धारा छ राम्रो एकदम यता गाउँको चाहिँ होइन साह्रो राम्रो मिठो गुलियो गुलियो हुन्छ क्या गाइस पानी भनेको चाहिँ यस्तो हुनुपर्छ हेर्नु त गाइस पानी खाइ ल पानी हेर्नु त यतिको लुगा धुत्ने गरी पानी चाहिँ खानु रहेछ है गाइस यतातिर खेतहरूतिर पनि होइन गाइस यसरी मकै रोप्ने चलन छ हामी गोरु खेतहरू चाहिँ यस्तो बाँझो खेतहरू चाहिँ हामी गोरुले जोत्छौँ के गोरुले अब उता सहरतिर त होइन गाइस ट्र्याक्टरले हुन्छ जोत्ने मेसिन हुन्छ तर अब यता चाहिँ हाम्रो मेसिन भनेको लोकल अर्ग्यानिक गोरुहरू यस्तो छ गाइस हान्छ जस्तो लाग्छ त बस्नु चराको भाइ हामी चाहिँ सानो सानो उमेरदेखि नै गर्दै आउँछौँ क्या यस्तो दुखिया जिन्दगी के छ होइन थपरे मतरे भलकलाई शपथ गरिदिनु होला शपथ त अर्को बाख्रा जस्तो यो के अरे याफुदेखि पारीको भ्यूहरू यस्तो छ अब क्यामेरा त राम्रो छैन त्यही पनि हेर्नुहोस् तपाईँहरूले हेर्नुहोस् यस्तो हामी चाहिँ हाम्रो साथीहरू चाहिँ तल छ फाइनल्ली गाइस आइपुग्यो गाह्रो छ गाइस गाह्रो छ यहाँ तल हामी चाहिँ यो पार्कमा आइसक्यौँ होइन स्कुल चाहिँ यो रहेछ याफुको स्कुल यो स्कुलको नाम चाहिँ थाहा भएन हाम्रो केटाहरू छ नि तर स्कुल त राम्रो छ कि हो केटा हो यहाँ पार्क पनि बनाएर छ गाइस देखिन्छ कि देखिँदैन म तपाईँलाई नजिक गएर देखाउँछु साह्रै ठाउँ छ खै हामीलाई त थाहै छैन केटा हो हामी त पुच्छर भन्दै अघिसम्म त टाउको नि तिमी थियौ अहिले त पुच्छरतिर झऱ्यो त केटा होला छोयाङ केटाहरू चाहिँ यस्तो छैन हामीलाई छोडिदिएको अनि 2 घन्टा चाहिँ हामी के गर्दै बस्नु दुई घन्टाहरू त मान्छेहरूले साह्रो धानी धानी रहेछ नि त खुकुरी चुरोटै नपाउँदो रहेछ केटा सूर्य अर्को स्कुल नबुझेर कस्तो गाडी बोलेर पुलिसहरूले चाहिँ के गर्छ त अर्को ताल जाऊ होइन पुगेर आइदिउँ न अर्को ताल आउनु पाउँदैन बल्ल स्कुल आइपुग्यो गाइस स्कुल चाहिँ यो रहेछ होइन केटाहरूसँग बल्ल कति 3 घन्टा पछि भेट भयो केटाहरूसँग अरू केटाहरू बल्ल अर्को यो नेप्रिएको केटाहरूसँग भेट
हेर पार्क यहाँ रहेछ पसल यहाँ रहेछ गाइस ए खोइ इन्सान चाहिँ केटाहरू किन हामीलाई चाहिँ नपर्खेको नि केटाहरू सानो दुःख पायौँ हामीले त्यो तिमीहरू सोल्डिङ लगाएकोदेखि ट्रेनिङ हान्नु लाग्यो नि हामी त अगाडि नै उता गएर फेरि उँभो त होइन भनेर फर्केर आएको हो त केटाहरूले चाहिँ यहाँ रेडी पारिसकेको छ हामी आउनुको लागि हामी चाहिँ 3 घन्टा पछि भेट भयो है केटाहरूसँग चाहिँ अर्को यता छ अर्को यता छ हाम्रो दाइहरू केटाहरूसँग बल्ल भेट भयो अब यता राख त खाजा खानुलाई हामी चाहिँ रेडी दिदी हेलो कता